प्लेट सब अनि ठिक छ त नि अङ्कलले गरिदिइरहेको छ अब हामी चाहिँ साथीको घरमा आइपुग्यो ल आज चाहिँ हामी अब सबैजना मिलेर खाना खान लागिरहेछौँ साथीहरू आज हाम्रो दाइको घरमा एकदमै रमाइलो है मिठो खानेकुरा धेरै समयपछि भेटघाट एकदम गजब छ ठुले अलि मजाले खाऊ त राखेर ल उता हातले मजाले खाने हो नि त जहिले पनि ठुले मैले डिस्टर्ब त गरिनँ ठुलेलाई लु सजिलोसँग बस यो अचार हाल्दिनु पर्ने हो त्यो सम्झेको चाहिँ मैले के भने यो उत्तर कोरिया र दक्षिण कोरियाको पनि त्यस्तै भएको थियो अरे नि घरबाट दुईवटा छुटेपछि कोही आफ्नो यता कोही यता दुईवटा भएको थियो अरे क्या त्यस्तो अब इन्डिया र पाकिस्तानको पनि निकै होला जस्तो छ कि त्यो त अब सिन्धु होइन पानीको सम्झौता तोड्ने बित्तिकै पाकिस्तानमा पानीको अलि हाकाले हुँदो रहेछ सबै खोलै सुकाइदिएको छ भन्दै थियो नि त त्यो गर्ने बित्तिकै किनभने त सिन्धु नदीको 80% पानी पाकिस्तानले चलाउने 20% मात्रै पानी उसले चलाउनु छ अनि त्यसले गर्दाखेरि अब जुन इन्डिया र नेपालको नाकामा पनि कडा गर्न थाल्यो अरे क्या सुरक्षा गजब छ सिन कफी खाने ठाउँ ल धेरै धन्यवाद है हजुरलाई अब खोर्सानीको बिरुवा पनि पाइयो अब फल चाहिँ कस्तो फल्ने हो मलाई थाहा छैन लेट्स सी हेर्दै जाउँ ल आज धेरै मिठो खानेकुराहरू खान पाइयो
गजब धेरै धन्यवाद हामी आउन पायौँ दाइ। 2 कुरा भन्दिनँ त मेरो लागि, लु के भनिदिनुहुन्छ आजको भेटघाटको? आज के कस्तो भयो त भेट? रमाइलो भयो कि भएन? धेरै समयपछि भेट भयो दाजु बहिनी। धेरै रमाइलो भयो है। अलि धेरै ग्याप नराख्ने, बेला मौकामा आइराख्ने। हजुर रमाइलो हुन्छ है। हजुर भेट गरेको राम्रो हो हैन। धेरै टाढा पनि होइन, 20-25 किलोमिटर होइन, टाढा होइन। हजुर त्यस कारणले आइजाइ चाहिँ गरिराख्नु। हस् ल, धेरै धन्यवाद है दाइ। मिठो खानेकुरा लागि पनि धेरै धन्यवाद। गजब रमाइलो भयो, दुःख सुख एक आपसमा साट्न पाइयो। अब फेरि पनि हामी फर्केर पनि आइयो। कस्तो राम्रो वेदर है यहाँनिर। चाहिँ हिउँ पर्न छोड्यो, ढुक्क भयो अब चाहिँ केही समयलाई। त्यसलाई कहाँ जानलाई हतार परेछ अनि त्यही भएर नि। अहिले त कस्तो के अरे बिजी रहेन रहेछ है रोड। गेम छ नि त, आज गेम भएर हो त यस्तो। पुरै रोड त खाली छ। अरू बेला हो भने राम्रो यहाँ हेरिन सक्नुहुन्थ्यो बिजी भएर। In 3.3 kilometers, continue onto Highway 216 west toward Anthony Henday Drive West. Huh? 110 को बाटो रहेछ यो। कस्तो हुनुहुन्न आवाज आएको है भित्र पनि। धेरै उयसमा भएर हो, स्पिडमा भएर। अब अलि समयपछि त यहाँ पुरै हरियो हुन थालिहाल्छ नि। Highway 216 west toward Anthony Henday Drive West. In 1.7 kilometers, keep left to merge onto Anthony Henday Drive.